Let's try. Guys, welcome and welcome back to my channel. It's Miss Srizana and welcome to Srizana's life. आज चाहिँ हामी श्रीअन्तु छौँ. अब चाहिँ यहाँ एकछिन घुमेर अनि हामी चाहिँ निस्किने होइन. सिद्धेस मेरो मफलर कस्तो राम्रो छ कि मैले एकचोटि हेर्ने बित्तिकै नि आई वान्ट टु बाई दिस भएको थियो क्या. या दिस इज श्रीअन्तु अनि हामी चाहिँ कटेजमा बसेको थियो अनि अब चाहिँ एकछिन यता घुम्ने अनि वी विल मुभ टुवर्ड्स इलाम कन्याम. यहाँ पनि इलाम भन्दो रहेछ, मलाई थाहा थिएन है. अनि अब चाहिँ अनि त्यसपछि हामी चाहिँ कन्यामतिर लाग्छौँ. वाइट प्यान्ट ब्ल्याक सर्ट अनि क्युट मफलर यस्तो मन परेको हेर्ने बित्तिकै. अनि आई बट दिस. सकेसम्म मलाई व्हाइटमा किन्न मन लाग्यो तर एकदम फोर हुन्छ भनेर चाहिँ मैले किनेन कि व्हाइटमा. त्यही हो. अब चाहिँ हामी जाने एकछिनमा पहिला यहाँ फोटोसोटो खिचेर निस्किने हो. होइन घुमेर आएर 11 बजीसम्म चेकआउट हो के अरे. 9:30 बजीसम्म निस्किनु 8:30 भयो के अरे. त्यो भ्यू त्यहाँ पनि छ अनि यता पनि रुम रहेछ. अनि या रुमको प्राइस चाहिँ सायद के अरे 1500बाट स्टार्टिङ छ. हाम्रोमा चाहिँ त्यही थियो. घुम्ने अनि वे विल गो. मिस्टर कुमार चाहिँ उता फोटो खिच्दै हुनुहुन्छ. उसलाई चाहिँ फोटो भने चाहिँ एकदमै इन्ट्रेस्ट रहेछ कि. अनि फोटो खिच्दा जता पुग्यो पनि. We clicked some of the photos and Mr. Kumarको फोटो कस्तो राम्रो आयो हैन. जिब्बा दे के रे अच्छा. अनि यहाँ दिस इज द प्लेस. यहाँ चाहिँ यति मात्र रहेछ कि. अब श्रीअन्तुमै यति यो के थाहा भएन. हामी बसेको वरिपरि चाहिँ यो तालहरू आउँदो रहेछ नि. बेलुका चाहिँ रमाइलो हुँदो रहेछ कि. कति बजीसम्म त म्युजिकै बजिरहेको थियो. म जस्तो भए पनि निदाउने मान्छे भएर हो, नत्र कति बजीसम्म त म्युजिक बजिरहेको थियो नि. दोकान खोल्ने पनि भएन. हामी बसेको होटलमा चाहिँ 8 बजे बल्ल खुल्छ होटल भनेर भन्नुभएको थियो के अरे. त्यही भएर अब दोकान त झन् कति बज्यो होला. पोखरा मात्र रहेछ छिटो खोल्ने कि. यता त्यो ढिलो खोल्दो रहेछ. सी देम कति क्युट जोडी. माई गड. अब चाहिँ हामी चिया खाने अनि विल गो आउट है मिस्टर कुमार. We are having tea with this view. हामी चाहिँ त्यहाँ चिया खाएर चाहिँ निस्कियौँ अब कन्यामको लागि. अनि वी विल स्टे अराउन्ड 1 आवर. सामान धेरै छ कि फेरि अनि त्यही भएर त्यो सामान पनि के अरे कता राख्ने सोच्नु छ. अनि त्यसपछि चाहिँ कन्याम घुमेर चाहिँ हामी बिर्तामोडतिर झर्छौँ. आज बिर्तामोड गएर बस्ने अनि भोलि चाहिँ हामी पोखरा बजारैमा जाने सोल्टिरमा. अनि यहाँ अब चाहिँ हामी निस्केको गाडी हामी चाहिँ सेयरिङमा जाने भनेको कि किनकि एकदम एक्सपेन्सिभ रहेछ बुक गरेर जाँदाखेरि रिजर्भ गरेर जाँदा. अनि त्यही भएर चाहिँ हामी सेयरिङमा जाने भनेको छौँ. अनि यहाँबाट चाहिँ 250 लिन्छ किनकि होटलसम्मै आइदिनु भएको थियो. नत्र बाहिर गएको भए चाहिँ 200मा जानुहुन्थ्यो. यहाँ भएर चाहिँ 250 भन्नुभएको छ पर पर्सन. अनि विच इज वर्थ इट किनकि बुक गर्नु पऱ्यो भने चाहिँ हामीले लगभग 2025 चाहिँ तिर्नुपर्छ क्या. त्यो भएर चाहिँ हामी सेयरिङमा जाऊँ भन्ने प्लानिङ भएर सेयरिङमा निस्किनु लाग्यो. मैले फेरि यसपालि निस्किँदै थिएँ थ्रेडिङै नगरी निस्केर रहेछु कि घरबाट हो. चाहिँ यहाँबाट निस्किएँ अनि दे आर हेडिङ टुवर्ड्स कन्याम. टमटम इन्डियामा चाहिँ एकदम टमटम भन्ने पानी थियो नि त. अनि यहाँ सुटकेस एउटा छोटा सामान चाहिँ 2 जना. या अब चाहिँ हामी त अनि या वी आर एट कन्याम. आज सामानहरू राख्थ्यो होइन ढलाउँछ. अनि हामी चाहिँ कन्याम पुग्यौँ. यहाँ चाहिँ एकछिन घुम्ने तर they are playing games. Still trying best. 50 रुपैयाँ राखेर हान्ने कि सबै लड्यो भने 200 पाउँछ. म 200 दिन्छु.
नेपालमा स्कोप छैन पैसा कमाउन भन्छ तपाईँहरूले यो 2 चोटि हानेको 50 रुपियाँ तिर्छ कि अनि नर्मली जाँदै जाँदैन कि पाएन नेपालमा पैसा कमाउने बाटो छैन भनेर कसैले नभनौँ कि त्यति देखेपछि अनि त्यो सबै गुल्ट्यो भने 200 रुपियाँ पायो नत्र सबै गुल्टिएन भने पाएन अब त्यो अङ्कलको बिचरा एउटा मात्रै बाँकी थियो नि पाएन कि 200 रुपियाँ उल्टो 2 चोटि हानेको 50 रुपियाँ दिनु पऱ्यो त्यहाँ सो मिनी स्कोप के डाँडा के भन्दो रहेछ यहाँ चाहिँ सबै देखिँदो रहेछ कि यहाँबाट चाहिँ यो हामी चाहिँ यहाँ सक्यौँ सेती झन्डा अनि यो सिनेमाको हामी ए कपाल थम्नेल हाल्दैछु मैले अघि आवाज हामी तल जाने त्यो भएसम्म चाहिँ आई लभ कन्याम लेखेतिर जाने भनेको अनि त्यो चाहिँ फेरि त्यो होला हो त्यो के त्यो टाढा लाग्छ उस पायो भने जाऊँ न टमटम पायो भने जाऊँ मम्मीको टमटम यहाँसम्म नामै टमटम भइसक्यो या वी आर गोइङ अब त कस्तो काला छु ल ल फेरि आइन्न जाले घुम्छ ए दुईटा बाँकी एउटा बाँकी र वी आर एट बगैँचा तर एकदम डर लाग्ने रहेछ या दिस इज बगैँचा इलाम बजारको चियापत्तीको बारी उठाल्छु यो सफेद चियापत्ती माई गॉड सी त पनि भिडियोले नै क्याप्चर गरेको छैन कि यति धेरै छ कि यहाँ ओके हामी चाहिँ त्यो आई लभ कन्याम लेखेकोमा जाने हो Yeah, we are moving towards. Guess what? I'm wearing Newari dress. And Mr. Kumar, wait, Mr. Newar भन्नु पर्यो. Okay, हामी चाहिँ Mr. Newar अब चाहिँ हामी फोटो खिच्ने. मलाई चाहिँ यो बाहिर के यसरी ड्रेसहरू लगाउनु मन पर्दैन किनकि आई वान्ट फुल मेकअप अनि एकदम राम्रो तरिकाले खिच्न मन लाग्छ तर मिस्टर कुँवरको इच्छाको विपरीत म जान सकिनँ त्यही भएर मैले चाहिँ नेवारी ड्रेस लगाएको छु आई नो राम्रो छैन देखे होइन तर पनि फ्युचरमा म एउटा नेवारी ड्रेस लाएर फोटो चाहिँ खिच्नेवालै छु फुल मेकअप गरेर तल जुत्ता अनि भित्र प्यान्ट ओ माई गॉड लाज लाग्दो रहेछ ड्रेस लगाएर अनि के अरे फोटो खिच्न निस्क्यो अनि विच कस्ट अफ 450 सायद मेरो 300 होला उहाँको चाहिँ 150 देखेको थियो तर कुन चाहिँ 150 कुन 300 भन्दाखेरि चाहिँ मेरो 300 होला उहाँको 150 होला अनि यहाँ चाहिँ 2 दिन भयो थियो पानी परेको अनि आज नि पर्ला कि जस्तो कुरा गर्नुपर्छ सो हामी चाहिँ त्यो कन्डम लिएकोमा अझै नि गएको छैन कि त्यहाँ गएर अनि बल्ल निस्किने हामी मेरोमा चार्ज पनि छैन कि त्यो चार्ज गर्दै फोन चलाउँदै गरेछु सामान किन्न पर्यो सामान राखिदिनु पर्यो आधी घन्टा डेढ घन्टामा चाहिँ झापा बिटामा पुगिन्छ फोन गरेर गाडी भनिदिनु त भन्थ्यो अब भनिदिनु भयो भएन गाडीमा बस्यौँ अब वी आर हेडिङ टुवर्ड्स बिटामोड हामी चाहिँ त्यहाँ फोटोसोटो खिच्यो मिस्टर कुमारले फोटो खिच्नु म त खिच्न अनि अब चाहिँ हामी बिटामोड जाने अनि हाम्रो टुर चाहिँ अब सक्यो अहिलेको लागि म चाहिँ अब उता जाने म चाहिँ फाइनली घर आइसकेँ अनि
अनि मैले चाहिँ यो लास्ट पार्ट चाहिँ एकदम धेरै दिनपछि बनाएको छु कि किनकि म होटेलसम्म पुगेको बनाएको थिएँ, त्यसपछि यहाँ आएको केही कुराहरू पनि हालेन नि त। अनि या द्याट वाज माई ट्रिप इन्डियाको, अनि इट वाज फन इनफ। अनि म चाहिँ मिस्टर कुँवरको 10 days 4 स्लिपमा चाहिँ हामी गएको थियो कि, अनि इट वाज अ लट अफ फन। 2 जना मात्र गएको भए धेरै रमाइलो हुन्थेन होला, तर फ्यामिली पनि हुनुहुन्थ्यो, त्यसले गर्दा चाहिँ अलिकति बढी रमाइलो भयो। अनि या केही कुराको कन्फ्युजन छ भने चाहिँ सोध्नु होला, मलाई थाहा भएको कुरा म भनिदिन्छु। अब थाहा नभएको कुरा कसैलाई सोधेर पनि भनिदिउँला, नत्र थाहा नभए भएन। अनि थ्याङ्क यू फर वाचिङ। अनि भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अब चाहिँ मेरो रेगुलर सर्ट्सहरू आउँछ, सो किप वाचिङ। बाई बाई।